Hey guys, welcome back to another video. आज चाहिँ मेरो बिहाको दिन हो हैन र यता अहिले बिहानको 6:45 भइरहेको छ र म यहाँ गाडी सजाउन आएको छु भन्नाले गाडी सजाएको हेर्न आएको छु कस्तो सजाइरहेको छ हैन र त्यही हो 7 बजे जन्ती हिँड्ने कुरा छ र अब जन्ती हिँड्दा कति बज्छ हेरौँ त्यही हो अब म हजुरलाई सिधै बिहा घर गएपछि भेट्छु बाइ बाइ त्यही हो म रेडी भइसकेँ हैन अनि बाहिर जाएको फोटोसुट चल्ला त्यही हो अब बाहिर पञ्चबाजा पनि आइसक्यो अब बिस्तारै जति निस्किँदै गर्छ र म हजुरहरूलाई जति निक्लिने बेलामा अब डाइरेक्ट भेट्छु बाइ बाइ त्यही अब खाने व्यवस्था चलिरहेछ होइन यहाँ खानपानको व्यवस्था भइरहेछ तलजना साइडमा फोटो सेसन चलिरहेछ त्यही हो बिस्तारै जन्ती पनि निस्किँदै गर्छ हामी हिँडेर होटल लेभल गाडीमा आएको छौँ होइन फ्रेस फ्रेस हुन बाटोमा वाइट ठुलो पानी पाएको थियो त्यही हो यहाँ फ्रेस हुन्छ अनि हामी त्यहीँतिर लाग्छ त्यही हो होटल जस्तो छ अटोमेटिक डोर रहेछ हामीले झ्याउला त्यहाँ बस्दा बस्दा हामी यतिकै रिसोर्ट डुल्न निस्केछौँ होइन बवाल छ रिसोर्ट चाहिँ होइन के कसो सही अनि त्यहाँ जलखानी कार्यक्रम भइरहेछ हामीले झ्याउलाङ खायो हामी निस्क्यौँ अब घुम्न बाहिर डुल्नु त्यही हो बाहिर म एक्लै गएर झ्याउ लाग्यो कि एक्लै हिँड्दै यही हो धेरै टाढा त्यही हो अब एकछिन डुल्छौँ हामी पनि रिसोर्ट मलाई यहाँ बिहाको बिचमा उठाएर त्यहाँ माथि जाने कुरा गरिरहेको छन् त्यहाँ टपमा यो देख्नु त्यो बिल्डिङ त्यहाँ टपमा टप छ त्यो टप उहाँ माथि त्यो पहाडको टुप्पोमा चाहिँ सेतो सेतो देखिरहेको हामी त्यही गइरहेको छ मैले ल उहाँ गएर ठिक छ हुन्छ मलाई जानु हो कि उहाँ त मजा आउँछ उहाँबाट यस्तो गर्मीमा मलाई हिँडाइरहेको छ नि है यस्तो शीतल छ अब गाउँ गाउँको बाटो घुम्नु रमाइलो घाम लागिरहेको टल्किरहेको घाम पुरै यस्तो गाउँ गाउँको बाटो यतै घर हुनु पर्ने कि यार कस्तो रमाइलो हुन्थ्यो त्यो शिवजीको मूर्तिनिर जाम भन्न छ ठाउँ चाहिँ रमाइलो छ त्यहाँ खोइ कतातिरबाट उठाएर हिँडाएर शिवजीको मूर्तिको तल किन ल्याएर यहाँ आएर के पायो तिमीले एउटा यहाँ यो पोखरी देखेछ यहाँ एक्स्ट्रा यो केही त भ्यू छैन बरु त्यहाँ जानुहुन्थ्यो ऊ त्यहाँ हो यहाँनिर त्यहाँबाट भ्यू देखिन्थ्यो बरु सो अब चाहिँ के हो भन्दाखेरि त्यहाँ कन्यादान सकिसक्यो अनि त्यसपछि त्यहाँ मण्डपमा बसेर बल्ल पूजा सुरु हुँदैछ ए देखेकै तिमीहरूलाई नाटक नगर बल्ल पूजा सुरु हुँदैछ र अहिले रातिको कति 7:30 भइसक्यो देखिसके क्या तिमीहरूलाई खोलाइ र हामी चाहिँ यहाँ के अरे यहाँ सानो पोन्ड रहेछ सानो होइन धेरै ठुलो पोन्ड छ धेरै ठुलो पोन्ड छ होइन यहाँ घर छ यहाँ एमालेको घर वरिपरि घुमिरहेको छौँ हामी छैन कि बाटो घर रहेछ क्या त हाँस होइन यार स्वान हो त्यो एउटा यो नेपालीमा के भन्छ अनि त्यही भएर अब हामी तिमीहरूलाई उहीँबाट मैले देखिसकेको थिएँ बेकारमा लुकेर अब त्यही हो त्यहाँ घुमेर फेरि Hello guys, welcome to my new vlog. आज हामी यहाँ छौँ तर थाहा भएन कहाँ छौँ. Hello guys,
वेलकम टु माई न्यू ब्लग। आज हामीहरू माछा पक्रिने प्लान थियो तर माछा पक्रिन मिलेन गाइजहरू। त्यही हो बल्ल मन्डपमा बसेछ होइन पछि हामीलाई यहाँ बस्दा बस्दा झ्याउ लाग्यो त्यही भएर हामी अहिले लेकको वरिपरि घुमिरहेको छौँ। त्यही हो अब टाइम लाग्छ होला घर फर्किँदा होइन निश्चल भोलि कति बज्ला भोलि हुन्छ कि कति बज्ला भन न 6-7 बज्ला 6-7 12 बज हो 2:30 त बज्ला। त्यही हो त्यस्तै 1-2 बज्छ 1-2 बज्छ होइन त्यही हो अब के हुन्छ म भन्छु अपडेट दिन्छु। टिका लगाउने कार्यक्रम चल्दा होइन लास्ट फङ्सन हो त्यसमा चाहिँ घरतिर जाने हो होइन त त्यही हो आज तानातानमा चाहिँ हारियो होइन। अरे होइन तानातानमा किन हारियो भन्दाखेरि यहाँ दुईवटा कारण छ। मेन त पहिला सुरु पृथकले धेरै बल लाएन, अर्को कुरा हाम्रो तर्फबाट नम्बर थिएन। अब म हल्का बिजी थिएँ होइन, म आउन पाइनँ। पृथकले उ गर्नुपर्ने गर्न सकेन। भन्नुपर्दा 3v6 थियो होइन त्यो जति बल्ला पनि केही हुने भएको थिएन त्यही हारियो योपालि चाहिँ होइन 4 मान्छेको बल लाउँदा भए त पुग्थ्यो यार। म एक्लै 4 मान्छेको बल त्यही हो अब घरतिर निस्किनु पर्छ टिका लगाएर। त्यही हो अब बिहा सकिसक्यो लगभग होइन अब जस्ट बसमा चढेर घर जानु मात्र बाँकी हो। अहिले हामी दुईजना कोक खाइरहेछौँ क्याफेमा। त्यही हो अब बसमा खासै केही हुँदैन। म्युजिक सिस्टम खत्तम छ बसको। म्युजिक सिस्टम चाहिँ हल्का जसले म्यानेज गर्छ त्यसको म्युजिकमा नलेज छैन, जे पाए त्यही गीत बजाइन्छ। आउँदाखेरि कम्प सपरेट गरेर त्यही हो अब बसमा खासै केही हुँदैन। बसको पनि म हल्का फुल्का क्लिप हालिदिउँला र अहिलेको लागि म यो ब्लगिङ एन्ड गर्न चाहन्छु। होइन एन्ड नगर किन गर्नु पऱ्यो? किन एन्ड गर्छस्? किन हल्का रमाइलो गर न। के बाँकी छ र? गर्दै भाइ राति कति बजे पुगिन्छ भनेर। कुरा त सही हो ल पोस्ट कुरा थियो मैले त केही कुरा भन्नु छु, तैँले भन् न। भन्नु न। अब यहाँ चाहिँ के कुरा अचम्म भइदियो भन्दाखेरि हाम्रो त्यो ससुराबाले हामी दुईजनाको नाम कसै भएको भन्ने कुरा के हामी त्यहाँ त्यो यो टिका लगाउनु जाँदाखेरि हामी दुवैजनाको नाम थाहा छ। त्यहाँनिर फेमस भइसकेको छ। हामीले जिन्दगी भेटेको छैन फेरि ससुराबालाई। के खान्छस् तिमी? जे भयो नि हुन्छ। सो त्यही हो कुरा चाहिँ त्यही थियो। ससुराबालाई हाम्रो नानी याद भइहाल्यो। हामीले कहिले भेटा छैन अहिलेसम्म जिन्दगीमा। अचम्म कुरा त्यही हेर्दा कुरा के हो यो टर्नेडो। अच्छा म चाहिँ ब्राउन टेको खाइरहेको। त्यही हो आउँदाखेरि म बेहुलाको गाडीमा चाहिँ जाँदाखेरि बसको क्याबिनमा बसेर जानु पर्रहेको छ होइन भाइसित यहाँ टक्क लाग्यो। तर क्याबिनमै बवाल रमाइलो भइरहेको नारायणघाट पछि बस पुरै खाली हुने कुरा छ तर हामी क्याबिनमै बसेर पढाइसक्नु जान्छौँ। यहाँबाट टक्क सरर हावा आउँछ। सुरुमा त स्लिपरमा जाने कुरा थियो त्यसपछि क्यामेराम्यान चाहिँ क्यामेराम्यान त अहिले बुक गरिसक्नु भएको थियो। त्यो भएर हामीले आवश्यकतावश क्याबिनमा आएर बस्नु पर्दा त्यही हो। अब रमाइलो भएर क्याबिनमा होइन भाइ निदाइसकेछ भाइ निदाइसकेछ क्याबिनमा बस्दा बस्दा। जाऊ मलाई त लाग्छ पिसाब ब्रेक छ होइन गीत बजाइरहेको छ त्यही भएर ए रोक्या छ
फेरि एउटा पिसाब ब्रेक छ होइन ओहो मेरो क्यामेरा त कस्तो रहेछ यहाँबाट बसी लगभग आधी घन्टा जस्तो लाग्छ यहाँ चिलमा पुरै क्याबिनमा हामीले चिल सो पिसाब ब्रेक छ फाइनली पर्सि ल्यान्ड भइसक्यौँ होइन अब त भ्लगिङ गर्दा हुन्छ होला अब त निद्रा लागिसक्यो थकित छ म नि एउटा दुईटा क्लिप पठाउँछु हाम्रो बसमा रमाइलो भएको मैले आफ्नो मोबाइलबाट रेकर्ड गरेको छु डह्रो रमाइलो भएको छ यो मुला क्याबिनमा सुत्यो यसले केही रेकर्ड गर्नु पाएन त्यही हो अब यो भिडियोमा यहीँ एन्ड गर्न चाहन्छु होइन गए फेरि त्यो क्लिप हाल्यो भने त कन्ट्रोभर्सी सुरु भइहाल्छ त्यो क्लिप हाल्नुपर्छ छोडिदिए मिस्ट्रीले बाई बाई गाइस